त्यसलाई नै चाहिँ मेन्स्ट्रुएसन भन्छ। बुझ्नुभयो नि? मेन्स्ट्रुएसन भनेको के हो र यो चाहिँ एभ्री मन्थ हुन्छ। यसको साइकल चाहिँ 28 डेजको साइकल हुन्छ। यो चाहिँ प्लस माइनस 2 या 3 हुन्छ। कोही बेला 28 डेज भन्दा अलिक बेसी नि बादमा नि आउन सक्छ या त 28 डेज भन्दा अलिक अगाडि नि आउन सक्छ कसैलाई। एभ्री मन्थ त्यही डेटमा आउँछ भन्ने छैन, एक दिन 2 दिन अघि पछि सरेर आउँछ। अन्त मेन्स्ट्रुएसन हाइजिन चाहिँ कसरी प्र्याक्टिस गर्नु भन्दाखेरि चाहिँ हामीले चाहिँ फर्स्टमा चाहिँ के गर्छ, सेनिटरी प्याड्सहरू युज गर्नुपर्छ। कति गाउँ बस्तीतिर कमनली त्यो के भन्छ कपडाहरू युज गर्छ, तर त्यस्तोमा चाहिँ अलिकति बेसी इन्फेक्सन हुने चान्सेस ज्यादा हुन्छ हो। त्यो कारणले गर्दा सेनिटरी न्यापकिन्सहरू जुन चाहिँ बजारमा लोकली पाउँछ त्यो युज गरेको राम्रो। र त्यो बाहेक चाहिँ अरू चाहिँ के भन्छ ट्याम्पन्स, मेन्स्ट्रुएसन कपहरू पनि पाउँछ, तर यो त्यति साह्रो अब यहाँनिर त्यति साह्रो एभाइलेबल हुँदैन। र अहिले तपाईँहरूले त्यस्तो युज नगर्दा पनि हुन्छ, तपाईँको नलेजको लागि मात्रै त्यो त्यस्तोहरू नि युज गर्दाखेरि हुन्छ। अन्त चाहिँ सेनिटरी प्याड्स चाहिँ तपाईँहरूले एभ्री 4 to 6 आवर्समा चेन्ज गर्नैपर्छ। 4 to 6 आवर्समा चाहिँ चेन्ज गर्नुपर्छ। अगर तपाईँहरूको ब्लिडिङ बेसी हुँदैछ भने पनि त्यो जतिखेर तपाईँहरूलाई त्यो चेन्ज गर्नुपर्छ त्यतिखेर चेन्ज गर्दा हुन्छ, त्यो 6 घन्टाभन्दा अगाडि चेन्ज गर्दा पनि हुन्छ। तर इफ कम्ती मात्रै ब्लिडिङ भएको छ, कम्ती मात्रै त्यो वेट भएको छ प्याड भने पनि तपाईँले चेन्ज गरिहाल्नुपर्छ विदिन 6 आवर्स चाहिँ। त्यहाँदेखि चाहिँ मेन्स्ट्रुएसन के भन्छ प्याड सेनिटरी प्याड चेन्ज गर्नुभन्दा अगाडि या त आफ्टर जहिले पनि ह्यान्ड वासिङ राम्रोसँगले गर्नुपर्छ। ह्यान्ड वासिङ गर्न आउँछ? तपाईँहरूलाई सिकाउँछु ल ह्यान्ड वासिङ गर्नु। सबैजनाले हेर्नुहोस् ल, फर्स्टमा के गर्नुपर्छ भन्दाखेरि स्लिप्स माथि गर्नुपर्छ। अलिक देखेन होला, सबैजनाले फर्स्टमा स्लिप्स माथि गर्नुपर्छ हो। सबैले गर्नुहोस्। स्लिप्स माथि गऱ्यो। यसको चाहिँ ह्यान्ड वासिङको 6वटा स्टेप छ। 6वटा स्टेप चाहिँ हामीले एक-एकवटा गरेर गर्छौँ ल। फर्स्टमा चाहिँ हामीले जति जे पनि लगाएको हुन्छ नि औँठी घडीहरू सबै खोलेर आफ्नो पकेटमा राख्नुपर्छ। त्यहाँ चाहिँ फर्स्टमा सुल्टा भन्छ यसलाई चाहिँ। सुल्टा या चाहिँ तपाईँले यसो गर्नुहोस्, यो चाहिँ 10 टाइम्स गर्नुपर्छ। 10 टाइम्स हो। त्यहाँदेखि फेरि उल्टा हातमा 10 टाइम्स गर्नुपर्छ। त्यहाँदेखि फेरि अर्को हातमा फेरि 10 टाइम्स। उल्टा भयो होइन। अब मुट्ठी यसो गरेर 10 टाइम्स सबैले गर्नुहोस्। सबैले 10 टाइम्स गर्नुपर्छ। त्यहाँदेखि फेरि अर्को हातमा पनि 10 टाइम्स गर्नुपर्छ हो। त्यहाँदेखि चाहिँ अङ्गुठा भनेको के हो? थम्ब होइन, यो थम्ब पनि 10 टाइम्स गर्नुपर्छ। अर्को पनि 10 टाइम्स गर्नुपर्छ। त्यहाँदेखि चाहिँ यो नाखुन भन्छ नि, नाखुन भने के हो? नेल्स पनि 10 टाइम्स यसरी। त्यहाँदेखि यो अर्को हात 10 टाइम्स। त्यहाँदेखि लास्टमा चाहिँ कलाई 10 टाइम्स, यता पनि 10 टाइम्स। त्यहाँदेखि चाहिँ रिन्स गर्नु पर्यो ल। फेरि गर्नुहोस् त एकपल्ट। फर्स्टमा के 10 टाइम्स